हेलो साथीहरू, गुड मर्निङ है सबैजनालाई। आज मौसम चाहिँ एकदमै खराब छ, एकदमै चिसो बढेको छ। अब यही बेलामा यो हप्ता फेरि मेरो छुट्टी थियो साथीहरू, होइन टक्कलाई। त्यसैले मैले हिजो एउटा भिडियो पनि अपलोड गरेको थिएँ, होइन 3 वर्षमै पैसाको कमाइले मैले काठमाडौँमा घर बनाउँदैछु भनेर। त्यो चाहिँ अप्रिल फुल मनाएको है। त्यो साथीहरू, यो क्रोसियामा एकदमै गाह्रो छ पैसा कमाउन, होइन। अनि तपाईँहरूको स्यालेरी पनि त्यति हुँदैन है। स्यालेरी पनि तपाईँको भयो भने त्यही 1 लाखसम्म कमाउन सक्छ, होइन। त्यहाँभन्दा बढी हुँदैन साथीहरू। त्यो चाहिँ अप्रिल फुलको भिडियो हो, त्यसैले त्यसमा मैले काठमाडौँमा घर बनाउँदैछु, महिनाको 7 लाख रुपियाँ कमाइ हुन्छ भनेर त्यो चाहिँ मैले यत्तिकै भने हो, होइन। त्यो चाहिँ होइन है त साथीहरू। त्यसको लागि चाहिँ धेरै कडा मेहनत परिश्रम गर्दा पनि कमाउन सकिँदैन। त्यसैले ल साथीहरू, आज अब म चाहिँ घरमै, अब छुट्टीमा कहीँ गएन, घरमै अब सरसफाइ, होइन यताउति गर्दैछु। ल साथी, मैले चाहिँ मेरो छुट्टीमा टक्क लगाएर सरसफाइ गर्दैछु है। ल है, टक्क सरसफाइ चाहिँ बबाल हान्नुपर्छ है साथीहरू। यसरी टक्क घोटेर, होइन यस्ता पहेँला ताकहरू चट्ट फालेर ल है त साथीहरू। छुट्टी त अब मनाउनु पर्यो, छुट्टीमा के गर्ने त अब यी सरसफाइ गर्ने, बस्ने। जाडो छ बाहिर घुम्न जानलाई, घुम्न पनि गइएन। अब मनाउने पनि हो, सरसफाइ गर्नु हो, घर सरसफाइ गर्ने, बस्ने, अरू के गर्ने साथीहरू। है साथीहरू, सरसफाइ हुँदैछ, सरसफाइ हुँदैछ। छुट्टीमा के गर्ने अब यही सरसफाइ गर्ने पर्यो। यस्तरी हाल्ने, यो नुहाउने ठाउँमा पनि, होइन धेरै फोहोर भयो कि साथीहरू। यसरी अब यसलाई चम्काउनु पर्छ है। अहिले हेर्ने है ल है, यो सफाइ गरिसकेपछि कस्तो चम्किन्छ ल हेर्नुपर्छ। यस्तो पहेँलो छ नि, हो यस्तो चम्किन्छ अहिले। घोटघाट सकिसकेपछि सरर पानी हालेर सफाइ गर्नुपर्छ। मैले क्रोसियामा 3 वर्षको कमाइले काठमाडौँमा घर बनाऊ भन्थ्यो नि, यसरी सरसफाइ गर्नुपर्छ। टोयलेट अनि बल्ल बल्ल 7 लाख महिनाको कमाइ, बल्ल हुन्छ 7 लाख रुपियाँ। मात्र 7 लाख रुपियाँ कमाउन गाह्रो हुन्छ है साथीहरू। यसरी चाहिँ टोयलेट सरसफाइ गऱ्यो भने महिनाको 7 लाख होइन, महिनाको 10 लाख पनि कमाउन सक्छ। झिन मान्नु भएन, टोयलेटहरू सफा गर्नुपर्छ, पार्ट टाइम जब है त साथीहरू। कार्यक्रम हुँदैछ साथीहरू, मप लगाउनुपर्छ। यसरी सरफ पानीमा टक्क लगाएर निचार्ने, सरर राख्ने अनि लगाउने। के छ यहाँ किचनको छ है त साथीहरू। ठक्क लगाएर यसरी लाउनुपर्छ है। सरफ पानी बनाएर चलाएर किचन सफा हुनु पर्यो है त साथीहरू। यो घर पुरै कालो भएको छ।